तिमी यो कपडामा नबस, यहाँ धुलै धुलो छ, फेरि मैलो हुन्छ। मसँग अरू लुगा नै छैन दिदी। लुगा त मसँग छ, तर मैलो छ। लुगा मैलो भएर केही फरक पर्दैन दिदी, मान्छेको मन सफा हुनुपर्छ। मन त मेरो निलो आकाशभन्दा पनि सफा छ। कहाँ फेरौँ दिदी? मैले त ऊ त्यहाँ फेर्ने गरेको छ। हुन्छ, म त्यहाँ फेरेर आउँछु। के पो बहिनी? योसँग डराउनु पर्दैन बहिनी। यो पनि हामी जस्तै समाजसँग हार खाएर बसेकी महिला हो। अहिले जाँड खाएर सुतेकी छे। जाँड खानु हुन्न भनेर सम्झाउनु भएको छैन दिदी तपाईँले? आफ्नै परिस्थिति देख्दाखेरि त कहिलेकाहीँ जाँड खाएर हिँडु जस्तो लाग्छ। फेरि छोराको भविष्यको बारेमा सोच्छु अनि आफ्नो मनलाई सम्हालेर राख्छु। बिचारे यिनको त बुढो पनि मर्यो, छोरो पनि मर्यो, कोही नभएर होला कसैको पनि डर नमानेर यसरी हिँड्छिन्। त्यो त गलत हो नि दिदी। पैसा हुने धनीहरूले जे गरे पनि सही हुन्छ, हामी जस्तो पैसा नहुनेहरूले जे गरे पनि गलत हुन्छ। तर यिनले जे गरेकी छिन् एकदम ठिक गरेकी छिन्। बिचारीलाई धेरै पीडा छ, त्यही पीडा भुलाउनको लागि जाडको सहारा लिन्छन्। ल बहिनी, नडराइकन लुगा फेरेर आऊ है। दिदी यता डोरी छ त? किन होला बहिनी? मलाई यो लुगा अलि ठुलो भयो, त्यही भएर डोरीले बाँध्यो भने साइज मिल्छ कि जस्तो लाग्यो। एकैछिन पख है त, डोरीले बाँधेर मिलाउला। अहिले ठिक भयो बहिनी? दिदी अहिले चाहिँ ठिक भयो। सधैँ राम्रो नयाँ लुगा लगाउने बानी आज मैलो नराम्रो लुगा लगाउँदा अप्ठ्यारो त भएको छैन नि बहिनी? छैन नि दिदी, बरु यो साडी लगाउँदा चाहिँ एकदम अप्ठ्यारो भइरहेको थियो। अहिले यो लुगा लगाएपछि त आनन्द आइरहेछ, किनकि यो लुगामा तपाईँको निस्वार्थ प्रेम मिसिएको छ। लुगाको व्यवस्था त भयो बहिनी, अब खानाको व्यवस्था गरौँ भने सब थोक सकेको छ। ठिकै छ दिदी, हामी नारीहरूलाई तीजमा पानी पनि नखाई व्रत बस्ने बानी परेको छ। आज पनि व्रत नै बसौँला नि। तीजमा त लोग्ने हुनेले लोग्नेको आयु लामो होस् भनेर व्रत बस्ने हो। हाम्रो त लोग्ने नै छैन। तिमी जस्तो बिहे नभएकोले राम्रो लोग्ने पाऊ भनेर व्रत बस्ने हो। तर तिमीले जसलाई लोग्ने बनाउँछु भनेर सोचेकी थियौ उसैले तिमीलाई पीडा दियो।
त्यही भएर अब हामी दिदी बहिनी मजाले मिलेर खाने हो, कमाउने हो अनि रमाउने हो। किन रोको बहिनी? बितेको कुराहरू याद आए दिदी। बितेको कुरा सम्झ्यो भने त झन् पीडा हुन्छ बहिनी, बिर्सिदेऊ। जति बिर्सिन खोज्छु त्यति नै धेरै याद आउँदो रहेछ दिदी। अब तिमीले आफ्नो सन्तानको बारेमा सोच्नुपर्छ। अब नरौ बहिनी। रुदिन भन्दा पनि आँसु खसेको पत्तै हुँदैन रहेछ दिदी। अब के पकाउने दिदी? खै बहिनी, के पकाउने? अब पानी पकाउने। पानी? हो दिदी, यतातिर घाँस पाइन्छ, त्यही घाँस ल्याएर पानीमा उसिनेर खाएर सुत्ने। अनि घाँस त गाई बस्तुले खाने कुरा हो नि। हामी पनि अहिले गाई बस्तु जस्तै भएको छौँ दिदी। गाई बस्तुलाई जति पनि इज्जत गर्दैन यो समाजले हामीलाई। म पकाउँछु अनि हामी दुवैजना खाउँ है। गाई बस्तुले पनि यही घाँस खाएर आफ्नो भोक मेट्ने गर्छ। यो घाँसमा धेरै शक्ति छ। तपाईँले अहिलेसम्म खानु भएको थिएन? थिएन नि। ल त्यसो भए आज खानु। मिठो भएन कि क्या हो? होइन, मिठो छ। यसले भोक मेट्ने मात्र होइन, जडीबुटीको पनि काम गर्छ। यस्तो जडीबुटीहरू हामीले नचिनेर यत्तिकै खेर गइरहेको छ। यो खाएपछि भोक पनि मेट्छ, आनन्दको निद्रा पनि लाग्छ।